सर्वोच्चले भन्यो पूर्व प्रधान न्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु। सर्वोच्च अदालतले पूर्व न्यायाधीश र पूर्व सैनिकहरूको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न अन्तरिम आदेश जारी गरेको छ। सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ छानबिन आयोगले यी विशिष्ट क्षेत्रका व्यक्तिमाथि छानबिन गर्न खोज्नु संवैधानिक व्यवस्थाको प्रतिकूल हुने भन्दै सर्वोच्चले प्रश्न उठाएको छ। संविधानको धारा 239 को व्यवस्थालाई आधार बनाउँदै अख्तियारको कार्यक्षेत्रभित्र पर्ने विषयमा कार्यपालिकाले समानान्तर आयोग गठन गरी काम कारबाही गर्नु संविधान सम्मत नहुने अदालतको ठम्बाई छ। संविधानले अख्तियारलाई अधिकार दिएको अवस्थामा मन्त्री परिषदले छुट्टै सम्पत्ति जाँचबुझ आयोग गठन गरेर पूर्व न्यायाधीश र सैनिकहरूको सम्पत्ति विवरण माग गर्नु र छानबिन गर्नु अधिकार क्षेत्रको उल्लङ्घन हुन सक्ने अदालतको ठम्बाई छ। अदालतले बालवाला न्यायाधीशको हकमा, न्याय परिषद र बालवाला सैनिकको हकमा सैनिक ऐन बमोजिमको विशेष व्यवस्था रहेको स्मरण गराउँदै उनीहरू पदमुक्त भएपछि मात्रै अख्तियारले दायरमा आउने स्पष्ट पारेको छ। तर सरकारले गठन गरेको आयोगले यी सबैलाई एउटै डालोमा राखेर छानबिन गर्न खोज्नु त्रुटिपूर्ण देखिएको आदेशमा उल्लेख छ। यो विषय अत्यन्तै संवेदनशील र संवैधानिक व्यवस्थाको खाँचो पर्ने प्रकृतिको भएकाले सर्वोच्चले यसलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको छ। starदैनिक.com